हेलो साथीहरु वेलकम ब्याक टु माय युट्युब च्यानल देवती ब्लग। सबैजनालाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला? म पनि एकदमै ठीक छु। अनि यो भिडियो चाहिँ अलिकति पुरानै भिडियो हो हैन। अनि आजको हाम्रो भिडियो चाहिँ के विषयमा छ भनेदेखि हामी चाहिँ जाँदै छौं काठमाडौँतिर। हामी सुविन दाई अनि हाम्रो दाई बाउजू मेरो साथीहरु टनै जना छन्। हामी 5-6 जना चाहिँ जाँदै छौं आज गाउँबाट निस्किम हामी चाहिँ भर्खरै हैन। भर्खर घाम झुल्किदैछ। हामी चाहिँ 6 बजी चाहिँ गाउँबाट हिँडेको छौं गाइजहरु। हामी सँगसँगै रहनुलाई के कस्तो हुन्छ हाम्रो बाटोको भिडियोहरु हेर्दै नै जाने छौं। अब यहाँनिर चाहिँ हामीले ट्याक्सी मेरो साथी सोने ट्याक्सीलाई पिकअप गरेर लान पनि हुन्छ अलिक परसम्म। परबाट चाहिँ अर्को बाइकमा उसको यात्रा स्टार्ट हुन्छ हैन। अहिले चाहिँ हामी सँगसँगै जाने छौं। हामी चाहिँ यहाँ त्यसलाई पर्खिरहेको छौं। के लेको त्यो पोलिथिनमा के राखे अंकलले दिनु भएको राम्रो नि के हो त यस्तो भगवान। अहिले खान्न बाटोमा खाली पेटमा खानु हैन। गुड मर्निङ। खोइ मलाई चाहिँ नमस्ते नाना साना केही छैन। मामालाई चाहिँ दिएन त हेलमेट। के साह्रो मैले लाएको देखि नसकौ। मेरो मामाको हेर बिजोक। के बिजोक देखिस्? के बिजोक? अस्तिसम्म त्यही हेलमेटले भइरहेको थियो। अहिले चाहिँ बिजोक देखिस्? साला किन्दैन त एउटा नभए तिमी बिजोकै देखिस् भने मामाको टिका लगाएको पैसाले। कुरी उ चाहिँ यत्रो ठुलो ज्याकेट हेलमेट पनि हो त। तँ पर्खी मलाई दे। सबै दिन्छु म तँलाई। एकछिनमा पक यसमा गर्मी हुन थालेपछि किन त चेप्टेर मर्छु हौ म त। के गर्नु र सानो हुनु पनि गाह्रो छ। तँ एउटा मात्र खुट्टामा टेक्न हौ। कस्तो एउटा चाहिँ म चाहिँ के चाहिँ गर्नु? म चाहिँ नि टेक्नु झन् मजै लाग्छ नि आफूले फेरि जुत्तामा। खोइ यो तसँग आउनु हेर्नमा छ नि यो सुमो गाडीहरु हैन त। आर्लास त्यो अगाडि दिल्ली दाइहरु पनि जाँदै हुनुहुन्छ नि त। फेरि हामी यस्तो पर्खाए मामा आयो है डन लु वेलकम दोस्त। आमा मतलब बिचमा हान्दिनु नि त इन्ट्री। लु सुमनलाई यहाँ हेरेर त म झरेर पर्खिरहेको छु अनि वेलकम गर्नुलाई। अब ब्यागहरु कसरी मिलाउँछ है? ओइ ब्याग के गर्नु? मलाई हाम्रो चढाइ भाइरल भइन्छ यार। दुईवटा क्यामेरा त्यसो छ नि हाम्रो। ब्याग अब बोक्छु भने तिम्रो छैन भने अगाडि पछाडि यिनीहरू बच्चा बिचमा राखेर त 4-5 वटा होडहरु सिक्दै गर्नु हो। सही हो सिक्दै गर है कसरी बोक्ने के गर्ने भनेर भोलि पर्सि काम लाग्छ। डलर खानु पर्यो नि भाउजू पछि। लु लाग्दैको गाइज अब हामी हाम्रो डेस्टिनेसनतिर आजको यात्रा हाम्रो 3 तारिक 6 जना 6 पिपल। अब इङ्ग्लिस त्यसैबाट इङ्ग्लिस हाल्नु खोज्यो। मिलेर मिलेर हातै मिलेन ल गाइजहरू है। गाइज यो चाहिँ हाम्रो राम्रो है। अहिले चाहिँ हाम्रो स्कुलमा यो चाहिँ भयो पहिला हामीले पढेको स्कुल 10 क्लाससम्म हामी यहीँ पढा हो। मर्निङ भ्यू कस्तो दामी देखेको हौ माटोसम्म रङमा हौ। सुमनमा ब्याग अप्ठ्यारो भयो ब्याग अप्ठ्यारो भयो। अनि साथीहरु हामी चाहिँ अब यहाँ दिक्तेल इन्ट्री भयो हैन। यो दिक्तेलमा चाहिँ अलिकति हाम्रो काम छ। हामीले सामानहरु चाहिँ गाडीमा हाल्दिएको थियौं। सो त्यो सामान हाल्दै कि हाल्दैन भनेर सिन्स काउन्टरमा सोध्नको लागि हामी दिक्तेलतिर पस्यौं। अनि यहाँ आइपुग्दा चाहिँ स्टल मल्ल घाम पनि लागिसकेको थियो। एकदमै तातो फिल भइरहेको थियो मलाई चाहिँ। अनि यहाँ चाहिँ अब हाम्रो अलिकति थोरै कामसम्म सकाएर चाहिँ हामी यहाँबाट टुइक्क हिँडि नै हालेछौँ। कति छिटो काम पनि भ्याइहालेछ हिँडि पनि हालेँ म यहाँबाट। अब सरर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 
बिजोग कसरी जाने होला पानी परेन भन्ने भएर तर यो दिन चाहिँ यस्तो मजाले दिन खुल्यो यति राम्रो भयो है हामी यो हिँड्न चाहिँ एकदम सही दिन हिँडेर छौँ क्या पुरा बन्द भएको बाटोहरू पनि यही दिन ट्याकटुक खुल्दिएको होइन घाम पनि मस्त लगाइदिएको है त्यो पर चाहिँ देखेको चाहिँ ट्याम्के डाँडाहरू लगायत हाम्रो देवीथान डाँडाहरू हो यो हेर्दै 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 हिँड्न मलाई एकदमै मजा आराम आएर थियो बाइकमा सुरुमा चाहिँ मजा हुन्छ त्यसपछि चाहिँ फेरि
एकदम अहिलेसम्म चाहिँ राम्रो हुँदैछ अब अलिक उता गएपछि के कस्तो हुन्छ बाँकी छ गाइस त्यो चाहिँ माउन्ट एभरेस्ट जुन देखिरहनु भएको छ तपाईहरु दाइ कस्तो भइरहेछ अहिलेसम्म हैन धेरै छ यात्रा घुर्नेको तेर्सोमा चाहिँ इनर्जीहरु चाहिँ बचाएर राख्नुपर्ने हुन्छ हवस् साथीहरु हामी चाहिँ यहाँ एक दुईवटा फोटोसोटो हानिवरी लाग्देको होला हामी सँगसँगै रहनु होला ओके के छ सुइन काक्स भन्नु त मेरो पो आउँछ के अरे यो हाले के सुइन के उसको गर्न आएर है हाँसो सुमनले कस्तो हँसाको के रे यी चाहिँ नन्थालामा खाजासाजा खाएर हिँडेको गाई चाहिँ त्यहाँदेखि चाहिँ अब बाटोमा त्यही हो सँगै भएन तलमाथि अगाडि पछाडि हुँदै 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 हामी चाहिँ गुर्मी पुग्यौँ यहाँ पुगेर चाहिँ हामी सायद सबैजनासँग भेट्छौँ त्यहाँ गएर हामी किनकि खाना खाँदैछौँ गाईहरू है त हाम्रो टोलीहरू चाहिँ यतातिर रहेछ है अब खाना खाने ठाउँमा आइपुग्यो हामी चाहिँ एकदम ल ठिक छ कति बजे हिँड्नु 6 बजे हिँडे कति बजे अहिले हाम्रो 10-20 भयो 4 घण्टामा ठिकै छ है त्यही पनि हामी टिकटक बनाउँदै खाँदै रोकिँदै कस्तो लाग्दैछ त यात्राहरू एकदम दामी मरे यार कस्तो गर्मी भयो अहिले त आम्मामा कहाँ बस्ने यहाँ हावा बस्नु हो यता फेरि सुबिनको जता गयो त्यतै मितेरी क्या रहेछ नि सुबिन जता गयो त्यतै उसको मितेरीहरू फेरि नलाको गरी भयो त अब खानु पनि हुन्छ ज्यान बनाउनु पनि हुन्छ अडिँदैन फेरि जाडो हुन्छ फेरि टी सर्ट यहाँ माथि स्कुलले सर्ट लाग्छ के हो कुन बाटो जाने के अब हामी हिँड्ने बाबु चलाउनेहरू बाटोबाट जाने हाम्रो बसिराख्यो यस्तो छ रेडी भनिदेऊ त एकचोटि राम्रै छ नराम्री भन्नु यसैको साथी भयो भने बाँचिन्छ जिन्दगीमा ल्याउने भनेर खाना है यहाँ एउटा माछा एउटा मटन चिकन त एउटा मात्रै रहेछ त है दुईवटा भनेको मैले यो माछा होइन त्यो मटन यहाँ भेज नै दिनु ल यो भेज यो त सुप घरे चिकन यो सुबिन हो त्यो लिउँ गाह्रो छ के गर्नु अब तिन भेज खान्छ भेज एउटा चिकन थियो ल ल है त मेरो तर्फबाट सोनाला गिफ्ट है इतना प्यार काको त्यहाँ हो काको माग्नु खोज्छ ल ल है त टोलीहरू ल जम्बु टोलीहरू खोइ हौ हाम्रो टोलीहरू यता हेर्दैन त कसैले पनि बजाउमै अब सुमनले मलाई हेरेर दिएको के भेटेको थ्याङ्क यू सो मच कविता सोनामा भेट्यो बाटो कुदै तपाईँ टिकमा खसेर ब्यागमा बसिरहेको वाक्दैन ठोको वाक्दैन भनेर सुइहाल्छ कहाँ छ भेटियो म त खसी लाने गाडी भित्र छु आउँदा यस्तो पर्छ है यसो अलिअलि जोक गर्दै है खानासाना पनि खाएर भ्याइयो खाना चाहिँ यति खायो यहाँ कसम भनेको मैले 3 चोटि खाना थपेर खाएँ यहाँ चाहिँ एकदमै मिठो लाग्यो मलाई खाना होइन माछासँग खाना खाइयो कोही भेज कोही के खायो अनि हात छ धोइवरी अब एकछिन रेस्ट हान्ने हो फेरि मजाले दाजु अनि गजब पो रहेछ त टक्कै नै यति बेला ला मेरो चार्जर त कस्तो चार्जर तपाईँलाई चार्जर त छोडी पठाएँ सी टाइप हुँदैन सी टाइप कहाँ चार्ज छोडी तैँले छोडी पठाएँ होइन ऊ झोलामा लगाइ पठाएँ कि तिम्रो चार्जर छ त्यो मेरो झोला चार्जर छ मेरो झोला त्यो सी टाइप भन्दा नि तर ठुलो छ जस्तो लाग्छ यसको चार्जर मलाई भिडियोहरू बनाऊ त्यो हेर त सिनेमेटिक सिनहरू निकाल न तिमीलाई देखेपछि आई लभ यु आई लभ यु आई लभ यु आई लभ यु भन्न मन लाग्यो
निकाल न फोटो खिचौँ यसो फोटो यहाँ मेरो खिच गुड गाई चाहिँ रातो माटो यो रातो माटो चाहिँ लिएर जानुपर्ने हुन्छ घर जाँदाखेरि किनभनेदेखि घर लिइराख्नुको लागि है के साह्रो चाम्रो फेरि म त नरम पो होला भनिरहेको त आम्मामामा लिएर उतातिर फोटोसोटो एक दुईवटा हानेर जाउँ न त फेरि अब यहीँ घुम्न भने अर्को खर्च लाग्छ अब साथीहरू यहाँ पनि हामीले यसो फोटोहरू खिच्यौँ है अनि फेरि लाग्यौँ बाटो अब चाहिँ हामी लगभग है आधीभन्दा धेरै बाटो हामीले हिँडिसकेको छौँ अब हामीलाई मेन प्रब्लम भनेको कहाँ छ भने चाहिँ रोसी खोलामा एकदमै धेरै प्रब्लम थियो त्यहाँ चाहिँ किनभने अस्तिको एकदमै त्यो भारी बर्सातको कारणले बाटो चाहिँ एकदम ड्याङडुङ खोलाले लगिदिएको थियो नि त त्यही भएर हामी चाहिँ अलिकति के गर्ने कुन बाटो जाने उताडि घुमेर जानुपर्ने हो कि त्यो बाटो खुल्यो कि भन्ने एकदमै धेरै दोधार हुँदै जाँदैछौँ यति बेला चाहिँ कुन बाटो जाने उताडि घुमेर जानु पर्यो भने त हामीलाई भोलि मात्र पुगिन्छ भन्ने एकदमै टेन्सन थियो अनि हामी त्यही पनि यात्रा हाम्रो जारी नै छ जाँदैछ अब अरू कुरा त्यस्तै हो गाइज भ्यू हेर्नु है भ्यूसँग रमाउनु होइन अरू त के नै छ र यहाँ भ्यू डाँडा काँडा हेर्ने त्यो बादल हेर्ने त्यो बादलको वा बादलको त्यो पिक्चर हेर्ने हो कि गाइज होइन अब त्यस्तै हो अरू कुरा त अब हिँड्दाखेरि नयाँ कुरा त के नै देखाउने र तपाईँहरूलाई गलेर पनि एकदमै थकित भइसकेको थियो अब चाहिँ हाम्रो चाहिँ हालत चाहिँ एकदमै पत्लो नै भइसकेको थियो अहिले चाहिँ खाना खाएपछि हामी चाहिँ बिस्तारै सँगसँगै जाँदैछौँ पछाडि हाम्रो टोलीहरू आइ नै रहेछ भन्दै अब पुग्यौँ हामी रोसी खोलातिर सो गाइज हामी चाहिँ यहाँ ठ्याक्क रोसी खोला छेउमा आएर चाहिँ हामी अलिक कन्फ्युज भयो होइन बाटो छ कि छैन भनेर यतापट्टि बाटो खुल्यो भने चाहिँ हामी जाने यता हो नत्र चाहिँ हामी यताबाट यो झोलुङ्गे पुल सरेर तरेर यताबाट तरेर चाहिँ सट्ट उता जानुपर्ने हुन्छ अरे भन्ने कुरा आयो त्यही भएर हामी एकछिन सोधपुछ गर्दैछौँ वाट अ लक्की गाइज हामी चाहिँ होइन अब देउती हिँडिसकेपछि लकको कुरा त नहुने छँदै छैन ठ्याक्क हामी आइ पनि पुग्यौँ हामी आउनुभन्दा अलिकति अगाडि चाहिँ ट्याक्कै यहाँ बाटो चाहिँ सुचारू भएछ तर मात्र बाइक मात्रै है गाइजहरू बाइक तर बाइकलाई पनि गाह्रै थियो जसो तसो हम्मे तम्मे बिस्तारै बिचमा निस्किँदै हामी यो बाटो लाग्यौँ है त साथीहरू अब हामीले चाहिँ काठमाडौँ प्रवेश गरिसकेको छौँ साथीहरू होइन बिचमा चाहिँ मैले भिडियोहरू गरिनँ किनभने मेरो क्यामेराको चाहिँ चार्ज पनि सकिएको प्लस हामी पनि एकदमै थाकेको थियो त्यही भएर चाहिँ मैले अरू भिडियोहरू चाहिँ खासै गरिनँ ल त भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौँ हाम्रो काठमाडौँ पुग्दा चाहिँ यो टाइम भएको थियो होइन धन्न त्यो बाटो खुलेर हामी अलिकति जे भयो भने यही दिन आइपुग्यौँ नत्र भने हामीलाई अझै धेरै लेट हुन्थ्यो ओके बाई बाई